हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा धेरै धेरै स्वागत छ। यो पार्ट चाहिँ मैले काट्न चाहे किनभने भ्लग स्टार्ट गर्नभन्दा अगाडि भ्लगको बारेमा थोरै जानकारी गराउँछु भनेर। यो भ्लग चाहिँ मेरो माघे सङ्क्रान्तिको हो र यो भ्लग चाहिँ मैले 2 पार्ट्समा डिभाइड गरेको छु एउटै भ्लगमा। अनि फर्स्ट पार्ट चाहिँ घरमा बनाएको माघे सङ्क्रान्तिको बारेमा, अनि सेकेन्ड पार्ट चाहिँ यहाँ नेदरल्यान्ड्सको एनआरएनए मगर समाजले अर्गनाइज गर्नुभएको माघे सङ्क्रान्तिको बारेमा छ, प्रोग्रामको बारेमा छ र त्यहाँ धेरैजना यस्तो राम्रो राम्रो डान्स गर्नुभएको छ। उहाँहरूको पनि मैले भिडियो अपलोड गरेको छु। कपिराइट त हुन्छ बट स्टिल इट्स ओके मेमोरिजको लागि। अनि उहाँहरूको भिडियो पनि मैले अपलोड गरेको छु। सबै फुल भिडियो त रेकर्ड गरेको छु तर मैले भ्लगमा चाहिँ राखेको छैन किनभने इट्स गन बी टु लङ एन्ड इट्स गन बी टु बोरिङ इफ यु वाच लङ भिडियोज सो अहिले पनि लङ नै छ, 40-45 मिनट्सको भइसकेको छ आई थिङ्क। त्यही हो। अनि उहाँहरूको भ्लग मैले उहाँहरूको डान्सको भिडियो पनि राखेको छु। सबैको थुत्रै गरेर जो पनि पार्टिसिपेट गर्नुभएको थियो उहाँहरूको सबैको थुत्रै क्रप गरेर चाहिँ राखेको छु। अनि नेपालबाट हाम्रो विशेष अतिथि आउनुभएको थियो हाम्रो श्याम राणा र ज्योति मगर। उहाँहरूको उपस्थितिले पनि एकदम रमाइलो भयो हाम्रो माघे सङ्क्रान्ति नेदरल्यान्ड्समा। नेपालको जस्तै भयो एकछिन त रमाइलो भयो। अनि त्यही हो, यति नै कुरा भन्छु भनेर। अनि मेरो भ्लग राम्रो मानेर हेर्नु होला, केही गल्ती भयो भन्नु होला कमेन्ट सेक्सनमा या मेसेज गर्नु होला। अनि त्यही हो, डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब। ढिला नगरी भ्लग स्टार्ट गरौँ है त। भन्नु के नमस्ते सबैजनालाई, मेरो छोरीको टिकटकबाट म सबैलाई युट्युब ब्लगबाट सबैलाई माघे सङ्क्रान्तिको शुभकामना दिन चाहन्छु। ल सबैजनाले माघे सङ्क्रान्ति राम्रो अनि रमाइलोसँग इन्जोय गर्नुहोला। हामी पनि माघे सङ्क्रान्ति थोरै अनि राम्रो मिठो चट्टो मनाउँदैछौँ। अनि आज बिहानै उठेर प्रसादको लागि भनेर थोरै लड्डु बनाएर पूजा गरेर परिवारलाई एक घन्टा मिठो खुलाएर अनि बिहानको सुरुवात चाहिँ माघे सङ्क्रान्तिको गरिसकेँ मैले। अब पछिको भातमा चाहिँ सेलरोटी बनाउँदैछु अनि पेस्ट रेडी छ। अनि अब भुजाको लड्डु बनाउँदैछु। यसको लागि यता गुडहरू, यहाँ गुड छ अनि यहाँ भुजा छ। अब मैले बनाउँछु भुजाको लड्डु। भुजा चाहिँ छोरीले बनाउँछ, भुजाको लड्डु चाहिँ म चाहिँ सेलरोटी बनाउँछु। अनि पछि चाहिँ म आलुको अचार अनि आलुको चुकानी पनि बनाउँदैछु। अनि थोरै अनि के भन्छ चनाको ग्रेभी। आज माछा चाहिँ केही बनाउँदैन है, मिठो खाएर ह्यापी माघे सङ्क्रान्ति मनाउने। ह्यापी माघे सङ्क्रान्ति। मैले चाहिँ भुजा हल्का फ्राई गरेर राखेको छु। यहाँ आलु राख्नु भयो, अचार र अनि चुकाउने खानुको लागि आलु छ। हाम्रो कुकर हेर्ने हजुरले विश्वास गर्नुहुन्न होला, यो कुकर मलाई कति पकाइरहने मान्छेलाई थाहा हुन्छ नि आफ्नो चिज भनेर कति मतलब सजिलो अनि कम्फर्टेबल हुन्छ नि इङ्ग्लिसमा। म चाहिँ इङ्ग्लिस अलि हेभी बोल्छु। म आएको पनि 6 वर्ष भयो नेदरल्यान्ड। म आउनुभन्दा 6 वर्ष अगाडि मेरो बुढाको लागि पठाइदिएको कुकर भनेपछि 12 वर्ष हुन लाग्यो। यतिको रहनु भनेको त एकदम बेस्ट हो नै गाइस। फेरि के हुन्छ अब फेरि बेला भयो। भुजा चाहिँ अलिअलि ब्राउन भइसकेछ। अब चाहिँ अब गुड हालेर बनाउने।
सबै नहाल टोपी मैलो दुनी बहिनी घर गई के रमाइलो छ होइन गाइस हो गाइस आज माघे सङ्क्रान्ति माइतीको याद आउँदो रहेछ क्या त्यही भएर के रमाइलो र दाजै म त घरमा छु भनेर दाइजोलाई सम्झेको क्या एक ताली हो जाए साथीहरू दाजै मायाले छायाले आउँछु दाजै म तिम्रै मायाले छायाले आउँछु दाजै म तिम्रै मायाले बाफले गाउन गाउँदा कति धेरै I'm fast and best. फास्ट अनि बेस्ट बिचारिन्छ त भिजाउनु न पानी रोक न हो यसले मलाई फकाइ आफूले एउटा केही बनाइन गाइस मलाई नै दुःख दि सबै लास्ट आउँछ ल तातो छ यो ल ल ल ल चामल बनाएको र के लाए जस्तो ए बाबु ए बने बनाएको लड्डु छोरीले बनाएको लड्डु चाहिँ बल्ल मधेसै लड्डु भयो है हामी मधेसको पहिलाको याद आयो प्रसाद चढाउँ यहाँ मम्मीको कुरा गर्ने बोल्न सक्दिनँ चार लड्डु खाएर भए भुजाको भात र छोरी त मिठो हो यार अचम्मै छ चारवटा लड्डु खायो अरे तिम्रो लड्डु नि चाडा भुजान्छ सन्चो हुन्न बाबु खाएर त केही हुन्न खानै बनाएको गुलियो छ आमुले यत्रो सेलरोटी हालेर भ्याउनु भयो हेर बोल्दै त्यहाँ सकिन लाग्यो छ यार ए यो त झन् बिग्रियो क्या अच्छा फेरि कार्ड आयो म नेपालैबाट लिएर आएको थिएँ बल्ल भेट्टाएँ वाह यत्रो दिन हाम्रो चौस्टिक अस्ति रामेन खाएर लिएर आएको चौस्टिकले गर्न नि त्यो कहाँ पाउनु गएको थियो अस्तितिर यहाँ 100 भाडा राखेर म सफा गरेको त ट्याक्कै भेट्टाएँ राम्रो छ के राम्रो छ ठिक छ काँडावाला छैन त्यही हाम्रो घर काँडावाला कहिले भन्दैन खाँदाखेरि म घोच्चाउने मैले काँडावाला बनाउँदिनँ क्या बहाना त हो तिम्रो बहाना अब यो ग्यासको चुल्हा कहाँ काँडावाला भन्छ कुन दाउराको चुल्हामा बल्ल झैँ रोटी हाल्यो नि बल्ल काँडावाला राता त्यो पनि ग्यास चुल्हामा बनाएकै छु एकतिको आलु रेडी खनम आलु चाहिँ के भन्छ स्किन पिल गरेर भ्याए आलु फोर्काएर के गरेर भ्याए अब चाहिँ यता रोटी बन्दैछ मम्मी यता जानुहुन्छ
Let's see, let's cook the lot. Jadi teman ini hancur kan? त्यही त भनेको ल ल मैले चाहिँ 3टा सेलरोटी हालेर भ्याएँ। सेलरोटी पनि मास्टर सेफ हुन लागिरहेको सक्यो छैन छोरी थोरै बनाउँछु भन्दा भन्दै यत्रो भयो रोटी त्यही हो चाडबाड भनेर मिठो चोखो बनायो छोरी बनाउँदाखेरि त जाँगर लाग्छ छोराछोरी सबैजनालाई लले चाडबाड हो मनाउनुपर्छ भनेर तर खाने बेला भएपछि फ्यामिलीकै याद आउँछ मन लाग्दैन चाडबाड अघि पछि कमाउनलाई जहाँ गए पनि चाडबाडमा सानो तिनो नभए नि यस्तै दसैँ तिहार तिज माघे सङ्क्रान्ति भनेको त मेन चाड हो नि है यस्तामा फ्यामिलीसँग सँगै बसेर मनाउनुको छुट्टै आनन्द हुन्छ के गर्ने परदेशीलाई मिस गर्ने बस्ने बाहेक केही छैन अझै त्यहाँ माथि भएन बल्ल 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 कति दुःख गरेर पाएका सन्तान भगवान्ले जुराएको एउटा श्रीमान उहाँ पनि दिनभरि कोही पढ्न भने जान्छन् कोही काम गर्न भने जान्छन् अनि साँझ थाकेर आउँछन् त्यो थाकेको शरीरले खै मिठो छ त भन्दै खान्छन् आँखाभरि शरीर थकाइ हुन्छ साँझ चाहिँ भेट भइन्छ अरू जस्तै कोही कोहीको त बरा साँझ पनि भेट हुन्न कसरी समयहरू काट्छन् होला है फेरि पनि सेलरोटी बनाउँदै सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति मैले अब लगभग सेलरोटी बनाएर भइसकेँ मलाई आज सङ्क्रान्ति भनेर घरबाट पनि देवरानी भनेर नातामा भने पनि तर बहिनी नै हो मलाई बहिनीले देवरानी बहिनी सम्झ्यो म दिदी बहिनीसँग बोलाएँ दाजुभाइसँग दाईसँग ठुल्दाईसँग हिजै लिन आउनुभएको थियो ठुल्दाई अनि बोलिसकेँ अरू 2टा दाई काममा बिजी भएर होला बरा लिन आउनु भ्याउनु छैन म कुरी बसेछु अब माइत जाँदा सेलरोटी बोकेर जान्छु अरू दाजु कहाँ चाहिँ हिजो ठुलो दाजु कहाँ चाहिँ एकादशी थिए त्यहाँबाट भेज खाना बोकेर गएको आज पनि त भेजै छ ल आन्टीसँग बोल्नु अब के छ अरे ल अब मेरो सेलरोटी भ्याइयो अब म अचार बनाउनलाई त्यता आलु पकाएर पनि राखिसकेको छ ओके अब अचार बनाएर अचार बन्यो आजको माघे सङ्क्रान्ति अचार र बन्दाकोपीको अचार बनाएको है मिठो हुन्छ भनेर यो रेडी भयो अनि यहाँ चिकनी रेडी भएको छ चिकनीको मलाई मनपर्छ अचारको कसलाई मनपर्छ अनि आम्सुडामा आउँदा भिजिट गर्नु नि मम्मीले हजुरहरूलाई बनाएर खुलाउनुहुन्छ है होला वेलकम छ जहिले आए पनि नेपाली खाना चाहिँ विदेशी खाना धेरै मन पर्दैन म एभ्री टाइम नेपाली खानै बनाउँछु घर खानालाई पनि अझै नेपाली भनेर घरमा आउनुभएको पाहुनालाई त मलाई खाना बनाएर खुवाउन यति आनन्द लाग्छ बाहिरबाट कहिलेकाहीँ बाहिरबाट आउने एम्स्टर्डम घुम्न कोही आउनुहुन्छ भने मलाई सम्झिनुहोस् नेपाली खाना घरको खानालाई मास्टर सेफ है बाहिरको मैले चाहिँ हामी माधवलाई लिन हिँड्न लाग्यो हामी त्यहाँ अघि छेउमा बोल्दै हुनुहुन्छ पानी परेछ पानी 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 पर्यो सिना छर्यो
दाइको रुमाल भाउजूलाई मन पर्यो। रो न फेरि हाई भन्, हाई युट्युब च्यानल भन्। Say hi. Hi भन् न। अब हामी चाहिँ नास्ता खाऊँ है त, सेलरोटी र अचार। नास्ता खाऊँ सेलरोटी। अब कति दिनको लागि नास्ता हुने हो सेलरोटी। यो चाहिँ मैले बनाएको यो, अनि अचार मलाई एकदम मनपर्छ है। आलुको अचार चाहिँ मेरो फेभरेट। चिकन त्यस्तो खासै मन पर्दैन, बट आलुको अचार के टाढो। ये क्या है? ओके एक्शन। चतुर है, स्कूटर है, हेलीकॉप्टर ना है कि आगे से उड़ेगा और सीधे मीठा भाई साहब की शॉप पे पहुंच जाएगा। चढ़ी बहुत भाई साहब की गाड़ी भी नहीं है। स्टार्ट गरेर सबसे फर्स्ट गाड़ी वाले थे। ब्लॉग बनेको है। सब मिलेर खाइरहेको मकर संक्रान्ति, ह्याप्पी मकर संक्रान्ति। मकर संक्रान्ति हो न। हैप्पी मकर संक्रान्ति। माइ गर्छ। हैप्पी मकर संक्रान्ति। म धेरै भनेको हाम्रो खाना चाहिँ डिसाइड किया कि फिलहाल हमें तो नहीं मोबाइल न बोला 200 देखि सामान शुरू होगी वहाँ पे। के हेरेको तिलिलिलिली। ओ माय गॉड, Yes, ma'am. इसीलिए प्लीज उति गरे मा फोटो दे दे। ल खाम तो उहाँको नाचको बोल छ जिलो झिले। यो चाहिँ मगर भाषामा बनाइएको गीत हो। तपाईँहरूलाई अब बुझ्न अलिकति गाह्रो होला, तैपनि यो चाहिँ इन्जोय गरिदिनु होला भन्दै म जोस्ना नानीलाई चाहिँ म स्टेजमा बोलाउन चाहन्छु है त। धन्यवाद। तालीका साथ स्वागत गरिदिनु होला। धन्यवाद।
वर्षमा चिन्नुहुन्छ उहाँ चाहिँ हाम्रो चिरपरिचित राजु गुरुङ, हाम्रो आफ्नै राजु गुरुङ र सञ्जय गुरुङ। उहाँहरू दुईजना मिलेर एउटा चाहिँ गीत आज गाउँदै हुनुहुन्छ। मेरो पनि सम्झना त्यो कुरो राख्नु बजेको माया भए पुग्छ फर्केर छिट्टै आउनुहोस् है। हुन्छ नि साथी आउँछु। डाँडा पाखा पानी परेर कहिले नबिर्सु कहिले
very big clap and welcome Sam Rana. विदेश आएको त इङ्ग्लिस टु इङ्ग्लिस टकिङ गर्ने भएको छ है ल सन्चै छम ल सबैलाई नमस्कार है श्याम राणाको भुइँश्वरी नमस्कार यस्तो हुन्छ त्यो के हो ल आजकलका केटीले परैबाट हाय अर्चन यसरी ढौ गर्न पर्छ नमस्कार गर्न पर्छ है यसरी ल ठिक छ यति भाषी त सम्पूर्ण नेपालका देवी देउराली कुल कुटुम्ब सबै खुसी हुनुभयो होला जस्तो लाग्छ सबैप्रति सम्मान छ ल अब ओरवर आउनु होला रमाइलो गर्न पर्छ सबैलाई म त हेर्नुहोस् त चिडिक्क लाएर खुर्पेटो हल्लाउँदै आउने अवसर मिल्यो भनेपछि त यहाँ लेखेकै हो कि मैले है त पक्कै पनि त्यो बेलादेखिको 20-22 वर्ष अगाडिदेखिको भएको छु यहाँको माया ममता पाएको छु है त्यही भएर जे गर्नुहोस् तपाईहरुको लागि प्रस्तुत गर्दैछौं हामी नेपालको ख्यातिप्राप्त ज्योति मगर give a big applause गुरुहरुको तमलो साथ आज 16औं साथ दिन परेको छ।
हाम्रो ज्योतिले सबै उफार्नु भयो के अरे सबै रोमान्टिक मोडमै हुनुहुन्छ नि त हो भने कति सोल्टरको त झरिसक्यो पसिना। अनि पसिना झरे सोल्टेको पसिना हो ल ठिक छ यो बेला पसिना नझारे कहिले झार्नु त है नि त ल ठिक छ ज्योति मगरको कार्यक्रम आउँदाखेरि पसिना नझारे कहिले झार्ने हो ल त्यही त है अब त चाहिँ होइन अब चाहिँ हामी बसेर गाउने हो सबैजनाले ताली चाहिँ बजाउनु पर्छ होइन अनि हेर्नु त जम्मै लुगा खोलेर धुन्नान् पहिला त जम्मै शिरपाउ छोपेर सुबासिदी मगर्नी नेपाली घर आएको त यहाँ युरोपियन भइदिए नि अब लाउँछ हुन्छु म झिम झिम सानो नझिम्काउ परे पुतुकै हुन्छु म हे ज्योति मलाई देखेर कोही छैनन् आघाउने कोही छैनन् आघाउने छिनमै खोल्ने छिनमै लगाउने माया जल हुन्छु म झिम झिम सानो नझिम्काउ परे नि भुतुकै हुन्छु म झिम झिम सानो नझिम्काउ परे नि भुतुकै हुन्छु म झारेर धुन्न बरा अब यस्तो के पसिना झरेर अनुहार बिग्रिने केही फरक पर्दैन मेकअप बिग्रेर केही फरक पर्दैन केटा मान्छेहरूले हामी केटी मान्छेको यो मेकअप अनुहार हेर्दै हेर्दैन होइन चोक बस्छ केटाहरू आम्मा त्यसको चाक हेर्नु न होइन अब चाहिँ यो चाहिँ अब यो जेन्जीको बेला अब त्यो यतिको चाहिँ पर्छ ल हे तिमी ट्यालेन्ट गाउन र बोल्नमा गाउन र बोल्नमा म चाहिँ ट्यालेन्ट गाउन र बोल्नमा माया जान्छु झिम झिम सँगसँगै झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म ए झिम झिम सानो नझिम्काउ परेली भुतुकै हुन्छु म हे ज्योति मगर भनेपछि ब्रान्डेड उत्पातै भाकी छ उत्पातै भाकी छौ यही पाराले देश विदेश खाकी छ माया जल हुन्छु म झिम झिम सानो नझिम्काउ